बिजनेस हो यो कहाँ चाहिँ दिने कहाँ गएर दिने अलिक राम्रो ठाउँमा गएर दिउँ न यताबाट ल जाउँ माछा त ठुल्ठुलो रहेछ है हेर्नु ओइ सेक्स गर्ने होला एकजना माछा चारो दिन्छ यो हाँसलाई खाँदैन कि माछाले माछा सानो माछा चाहिँ बिताउँछ यिनीहरूले पनि खोइ त नि खानु आउँदैन त कति ठुलो कार्यक्रम नै हो त्यो खाइसक्यो पनि छर्राइ दिनुपर्छ क्या माछा कछुवा त उसमा छ नि झन् कहाँनिर बेतनामा होइन अर्कै ठाउँमा पनि छ बेतना भनेको मोरङ हो ए त्यहाँ सानो सानो छ राम 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 माछा कति यहाँको आँखा त्यति त हुँदो रहेछ त्यति परबाट देख्ने पछि त खाएछ अलिक ओराइदिनु न सर ओराइदिनु न ओराइदिनु आम्मामामा ठुलो माछा खै कता ऊ यो हाँसलाई के गर्दैन उयो माछाले के गर्छ र खाँदैन हजुर राकेशलाई पनि बोलाउनु पर्छ फोन गरेर बोलाउनु न यहाँ पनि आएको छ हौ कति धेरै हो माछा यो ल यहाँ एक लाख जाल हान्नु है माछा है दिँदैन नि है दिँदैन दिनु तर कति निस्किन्छ होला नि तान्न के सकिन्छ यो खाने माछा त होइन होला है खानुहुन्छ कि हुँदैन सर यो के चाहिँ माछा माछा भइहाल्छ अरे रातो पनि छ त नि भइहाल्छ के हुन्छ हेर्नु त जाउँ यिनीहरूलाई पुगो अब उता जाउँ अरूलाई दिनुपर्छ यिनीहरूलाई बढी भयो भिडियो गर्नु पर्यो त मामाले नि ए ठुलो बोक्नु भएको त हजुर एउटा दिन निकाल्नु होइन घर लागेर मस्त व्यवस्था गरेर सम्झा रमाइलो ए म त टन्सिल भएको के हो पानी सिक्काको सिक्कै छैन अनि के गर्नु खोइ खोइ भएको छ त त्यही ठुलो कत्रो छ हौ ठुलो चाहिँ हेर्नु मन लाग्यो ल ए एउटाले गमगुम खाने रहेछ यार कत्रो मुख पनि यत्रो छ त नि मान्छेको भन्दा ठुलो छ त यार हजुर यो तर काठमाडौँ भ्यालीको सबैभन्दा ठुलो पोखरी गहिरो र ठुलो क्षेत्रफलको पुग्नुहुन्न होला नि सर कसको सबै देवासी आउँछ नि त सानो सानो पनि रहेछ यिनीहरूको आयु कति हुन्छ साँच्ची यो यस्तो गर्नुपर्ने हो यो टेन्डर खुलाउने होइन टेन्डर खुलाएर बेचिदिने हो नि बेचेर भइहाल्यो त निकालेर होइन फेरि लगाइदियो नि होइन सबै निकालिदिने अनि त्यसरी उता अनि बेतनमा त्यस्तै त
यता पनि दिँदै जाउँ न ऊ किन नहोस् र ढुकेर बस्दो रहेछ जहाँ पनि बसिरहेछ क्या यहाँ त करोडौँ छ होला नि सर है करोडौँ छ नि यार पुरै छ त यहाँ अब यहाँ एकजना फालिदिनु त फुत्त निस्किहाल्छ ऊ अब त्यहाँ फुत्त हेर्नु है त्यहाँ हेर्नु है खोइ त आएन त यहाँ त चारो त्यही हेर्नु त्यहाँ हेर्नु देख्नुभयो एक ठाउँमा मजाले दिएर होइन सिध्याउनु भयो एक ठाउँमा दिएर होइन मजाले टिकटक भन न मोबाइलबाट एक ठाउँमा क्या कहाँनिर तर अलिक राम्रो ठाउँमा क्या मजाले दिउँ यहाँ पर चाहिँ बढिरहेको छ नि ऊ मामाहरू भएकोमा मामाहरू त्यही खिच्नलाई होला नि यहाँ एउटा जागिर त मामाको ठिक छ कि क्या है मामाको धेरै राम्रो ठिक हुन्छ धेरै राम्रो यसो रेस्पेक्ट छ त्यही भएन अलिकति भए मूर्ति मूर्ति त जताततै छ नि ऊ पढन्छ ऊ त्यही छ पर्तिर छ नाकको यहाँ पैसा फाल्नु मिल्ने रहेछ त नि यो नाक बिजनेस त हो पैसा फ्याँक्ने भनेको पैसा फाल्ने त बिजनेस पो हो त त्यो अडाउनु सक्नुहुन्छ के को सक्नु तर त्यही त बिजनेस हो त्यो बनाएको त्यो अडाउँछन् भनेर ओइ अब अहिले त कहाँ सिक्का पाउनु छोड्यो होला नि यहाँ हानिदिन्छ म एक प्लस स्वयम्भूमा त दिनु छोडेको रहेछ है स्वयम्भूमा त दिनु छोडेको रहेछ बेच्नु लडी खाँदैछ परेवा पनि जोसिँदैछ कति बेला खानु भनेर परेवाले नि खायो नि ऊ कहाँ हुन्छ हौ यत्रो परेवा पनि पल्किसकेको रहेछ यो खानु यो माछा यो देखिरहेको यो माछाहरू 3 किलो होला नि एउटा छैन र छ होला परेवा नि पल्केको रहेछ नि ऊ पुरै नि भ्याउँदैछ खास यो के को बनेको उता चाहिँ यहाँ छैनन् त्यहाँ छैनन् त आउँछ त्यो मामाहरूकोमा गएर मामाहरू गइसकेको छु है उता ऊ यहाँ पर पो रहेछ टन्नै ठुलो छ नि ठुलो होला तर एउटै खालको मैले देखेँ हौ माछाहरू यो ठुलो मुख गरेको परेवाहरू पनि पल्केर फेरि यहाँ हानौँ है यहाँ आउँछ कि आउँदैन कति शान्त तरिकाले बसिरहेको छ यार हेर्नु न छेउमा दियो भने त नआउने रहेछ के मजाले खाएको क्या होइन
के खान्छ पानीमा त्यही अनि यो माछाले पर्यो हाँसलाई केही नगर्ने रहेछ नि सर हजुर हाँसलाई केही नगर्ने रहेछ त ऊ के गर्छ त नि हाँसलाई त नि हाँसले कहिले छिटो हाँसले सिध्याइदिने रहेछ त ल ए माछाले भन्दा त हाँसले छिटो खाइदिने रहेछ यो हाँस त पालेको होला नि पालेको होइन 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 यो हाँस यहीँको हो नि खै होला यहीँको हो बाहिर निस्किँदैन यत्तिकै बस्छ यहीँ हो त्यही उसमा पनि पूर्णदण्डीमा पनि रहेछ त माछा त्यो हाँसहरू बिचराहरूलाई आशै गरेको रहेछ यिनीहरू के को माछाले भन्दा हाँसले छिटो खाने रहेछ ओइ बाघ जतिकै देखिन्छ त यहाँ सानो भएर मात्रै बाघै हो बाघै जस्तो देखिन्छ त हो पछ्याउँदै आउनु बेर छैन पौडी खेलेर होला तर यो बोटहरू होला नि त जेट त्यसमा चढेर जो पठान मेरो जान मेरोमा मिट जाए कुकुर पनि चल्ने रहेछ नि हो बाघै बाघै यसको ब्रिड बनाएर लान्छ उयो के भयो पर्तिर नि मरिरहेको छ के भएको यो माछैले हान्दैछ त कछुवा पनि रहेछ त नि कछुवाले व्यवस्था गर्दै रहेछ कछुवाले त्यो खान्छ माछालाई खाँदैछ नि ऊ होइन नखाँदो रहेछ कछुवाले त माछालाई चाहिँ व्यवस्था गर्दो रहेछ हजुर हट कछुवाले ओके हेर्नु न लाइन हाँसहरू पो चारो फालिदिनु बिचराहरूलाई यार अलिकति दिउँ त आयो ए कछुवाले पनि त्यो खाँदो रहेछ खाँदैछ अब यसले सिद्ध्याउने भयो माछाको मासु त यसले पो खाने भयो अब थुक्क भागो के कछुवालाई त खाँदैन त त्यो जिउँदै छ नि त खाँदैन रहेछ कछुवाले त त्यो ओकल रहेछ कछुवाले चाहिँ के खान्छ खासमा त्यही किरा फट्याङ्ग्राहरू खाँदैछ नि ऊ खायो त्यो ओकल छ हेर्नु है अब के को ओकाल्नु हेर्नु हेर्नु त्यहाँ निकाल्छ खायो त ऊ निकाल्छ त्यही हो निकालेको अघि निकालिरहेको यार त्यो अब माछा सिद्ध्याउनु भयो यसले हाँसले यसलाई दिउँ बिचरालाई आएर त्यसले भ्याइहाल्छ त्यो डराउँदैछ नि कछुवा देखेर सर्प जतिको देखिन्छ नि त यो माछा मजाले खानु लगे तिनीहरूले यार ल यता नि यहाँ पुरा छ भनेर भेटी लगिहाल्यो नि मोज भइहाल्यो नि तिनीहरूको लागि त एक हप्ता पुग्ने गरी चारैवटा के गाउँछ खाइसक्छ चारवटाले सिधाउने नै यिनीहरूले नै हो अब अरूलाई पनि बोलाउनु बेर छैन साथीहरू आउँछ अब ती बच्चाहरू रहेछ नि त्यहाँ चाहिँ ए त्यो त बच्चाहरू होइन बच्चा कि ठुलै हो बच्चाहरू सानो छ त नि पर त ठुलो छ त बच्चा त हो नि ए बच्चै हो त्यो सिक्दै रहेछ क्या घिस्याउँदै लाँदैछ खुट्टा नचाली पनि यिनीहरू त उचाल्छ होइन यिनीहरूलाई त उचाल्छ तर खुट्टा चलाउने रहेछन् हौ यिनीहरू बाठो हुने हिँड्नलाई यिनीहरूलाई नि त्यो कोसीमा त बगाउँछ होइन र बगाउँदै बगाउँदै लान्छ तर पौडी मजाले खेल्छ हाम्रो उहाँ तल मधेसमा एउटा छ क्या होइन त्यो कोसीमा एउटा हाँसको चाहिँ कस्तो छ भने उयो छैन क्या यस्तै छ क्या यिनीहरूको त यहाँ लेयर हुन्छ नि त यस्तो लेयर हुन्छ त्यो नभएको हाम्रो एउटा छ लगेर
उसमा नालीमा छोडिदिनु पर्छ डुब्छ यसले यहाँ नभएको चाहिँ डुब गर्छ डुब्छ तिनी हाँस्छ तर यिनीहरू त यो हिले हाँस्छ नि त यिनीहरू त पौडी नै खेलेर गर्ने हिले खाएर पौडी खेलेर बस्ने हो अर्को चिनी हाँस चाहिँ पौडी खेल्दैन क्या हिलो खाँदैन पौडी खाँदैन त्यो खेल्दैन जाडो हुँदैन यिनीहरूलाई हुँदैन के जाडो त्यत्रो हेर्नु त भुत्ला सास फेर्दैन के अब यिनीहरू पानी मुनि पनि कुद्छ नि यिनीहरू कम त हान्छ यिनीहरूले पानी मुली छाल मुनि पनि अम्बो तपाईँको यसले अहिले छाल हानु यहाँ पस्छ भने उहाँ पर निस्किन्छ यस्तो खतरा पान्छ आयो पर्यो फेरि गोही यहाँनिर भएर गोहीले यिनीहरूको सुहा पार्छ आन्द्रा निकालिहाल्छ यिनीहरूको त मोज भयो नि यो त अब ऊ पर आउँदैछ लुस्दै छ। लाइन लागेर थाहा पायो क्या तिनीहरूले यहाँ यिनीहरूले बोलाए जस्तो छ क्या नि इसाराले इसाराले बोलायो यिनीहरूको इसारा हुन्छ नि त ला तर छोडेर कुदो त अगाए जस्तो छ कम्ता छिटो कुद्दो रहेछ नि यिनीहरू खुट्टाले त होला नि तल है यसो यसो गर्छ हो कछुवाले उ हेर्नु न खाँदैछ उता उता पसेर जाउँ न एकछिन जाउँ ल कहाँ यहीँ 1 घन्टा बिताएपछि जाने हामी 5 घन्टा बसौँ न ए कस्तो राम्रो बस्ने ठाउँ यो यहाँनिर यो त धरामा जानुपर्छ सम सांस्कृतिक पार्कमा यत्रो बङ तोडिदिनु अरे यो है यहाँ फोटो खिचौँ न फोटो खिच्नुपर्छ हौ आयो नि बच्चाहरू